नमस्कार। के तपाईहरुको पनि अनजानमा जानी नजानी इम्पोर्टेन्ट डकुमेन्ट्स, फोटो र भिडियोहरू डिलिट भएको छ? के तपाईहरु डिलिट भएका फोटो अथवा भिडियोहरूलाई रिकभरी गर्न नसकेर चिन्तित हुनुहुन्छ? अब त्यसो भए चिन्ता लिनु पर्दैन। म आज यस भिडियोमा हजुरहरूलाई सजिलैसँग डिलिट भएका फोटो र भिडियोहरू पुनः रिकभरी गर्न सिकाउने छु। ओके साथीहरू, नमस्कार फेरि पनि नमस्कार। सम्पूर्ण साथीहरूमा हार्दिक स्वागत गर्न चाहन्छु हाम्रो एमएस टेक युट्युब च्यानलमा। हाम्रो च्यानल मार्फत तपाईहरुले चाहिँ विभिन्न प्रकारका टेक्नोलोजीका ज्ञानका कुराहरू अनि युट्युब ग्रोथका कुराहरू अनि त्यसपछि एआई भिडियोहरू बनाउन अनि त्यसपछि अनलाइन अर्निङका कुराहरू सिक्न सक्नुहुनेछ। सो हाम्रो च्यानलसँग सहकार्य गर्न चाहनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोला अनि छेउमै रहेको बेल आइकन पनि थिच्न नभुल्नुहोला। हाम्रो भिडियो मन परेमा लाइक गर्नुहोला र आफ्ना सम्पूर्ण साथीहरूमा शेयर गर्नुहोला। ल त साथीहरू, आजको दमदार भिडियो सुरु गरौँ। साथीहरू, हजुरहरूले हाइलाइटमा देखे जस्तै आज मैले हजुरहरूलाई डिलिट भएका फोटो अथवा भिडियोहरू रिकभरी गर्न सिकाउँदै छु। सो डिलिट भएका फोटो वा भिडियोहरू कसरी रिकभर गर्न सकिन्छ त आउनुहोस् सिकौँ। त्यसका लागि हामीले आफ्नो मोबाइलमा गएर प्ले स्टोर ओपन गर्नुपर्ने हुन्छ। सो मेरो मोबाइलमा प्ले स्टोर ओपन गर्छु म। हामी प्ले स्टोर ओपन गरिसक्छौँ। त्यस पछाडि सर्चमा जान्छौँ। सर्चमा गइसकेपछि DISK डिक्स अनि DIGGR डिगर भनेर लेख्नुभयो भने हजुरको मोबाइलमा आइहाल्छ। यो डिक्स डिगर फोटो फाइल भन्ने लेखेको चाहिँ हामीले इन्स्टल गर्नुपर्ने हुन्छ। यसलाई इन्स्टल गर्नुभन्दा पहिले हेरौँ हामीले कसरी काम गर्दो रहेछ। यसरी चाहिँ हामीलाई फोटो वा भिडियोहरू चाहिँ प्रवाह गर्ने रहेछ, जुन चाहिँ हाम्रो डिलिट भएका। यसरी चाहिँ हामीले सिलेक्ट गरेर चाहिँ फेरि आफ्नो मोबाइल फोनमा चाहिँ रिकभर गर्न सक्ने रहेछौँ। यसमा धेरै टाइम वेस्ट नगरौँ। डिक्स डिगर फोटो फाइललाई चाहिँ म इन्स्टल गर्दैछु। हजुरहरूले पनि इन्स्टल गर्नुहोला। इन्स्टल हुँदै गर्दा हजुरहरूलाई सोध्न चाहन्छु, यस्ता खालका एपहरू डाउनलोड गर्दा अलिकति हामी चाहिँ सजग हुनुपर्छ, किनभने कुनै कुनै एपहरूले हाम्रो मोबाइललाई ह्याङ बनाउन सक्छन् र हाम्रो पर्सनल डाटाहरू पनि चोर्न सक्छन्। सो हाम्रो एप चाहिँ डाउनलोड भइसकेको छ। यो एपलाई ओपन गर्दैछु। अहिले स्क्रिनमा देख्न सक्नुहुन्छ हजुरहरूले डिक्स डिगर एप चाहिँ ओपन भइसकेको छ। डिक्स डिगर एपले कसरी काम गर्दो रहेछ त भने हाम्रो डिलिट भएका फोटोहरू पनि हामीले यहाँबाट पुनः रिकभर गर्न सक्ने रहेछौँ, भिडियोहरू रिकभर गर्न सक्ने रहेछौँ र फाइल्सहरू जस्तै विभिन्न प्रकारका डकुमेन्ट्सहरू हुन सक्छन्। त्यस्ता डकुमेन्ट्स, फाइल्सहरू, पिडिएफहरू पनि हामीले रिकभर गर्न सक्ने हुने रहेछौँ। सो मैले तपाईँहरूलाई सामान्य इक्जाम्पल दिन्छु। जस्तै सर्च फर लस्ट फोटोज भन्ने छ, यो मैले क्लिक गरेँ। अब हामीले रिकभर गर्नको लागि एक्सेस दिनुपर्ने हुन्छ। हाम्रो डिभाइसमा डिक्स डिगरलाई एक्सेस दिनुपर्ने हुन्छ। यहाँनिर अलो एक्सेस भन्ने लेखेको छ, अलो एक्सेसमा क्लिक गर्नुहोस्। त्यसपछि अलो एक्सेस टु म्यानेज अल फाइल्समा क्लिक गर्नुहोस्। अलो डिक्स डिगर टु सेन्ड यु नोटिफिकेसन्स भनेको छ, हामीले अलो गरिदिउँ। हाम्रो मोबाइल फोनमा डिक्स डिगर एप चाहिँ यसरी खुल्दो रहेछ। देख्न सक्नुहुन्छ हजुरहरूले मैले हिजो अस्ति मात्र डिलिट गरेका फोटो अथवा भिडियोहरू चाहिँ यहाँ देखिसकेको छ, जुन चाहिँ मैले पुनः फेरि रिकभर गरेर आफ्नो मोबाइल फोनमा लैजान सक्छु। हजुरहरूले पनि यसरी नै डिक्स डिगर एप प्रयोग गरेर हजुरहरूले आफ्नो मोबाइलमा सजिलैसँग रिकभर गर्न सक्नुहुन्छ। तपाईहरुको लागि म सामान्य उदाहरण पनि सिकाउँछु। यहाँनिर मैले एउटा आफ्नो फोटो सिलेक्ट गरेको छु। अब रिकभरमा क्लिक गर्ने। त्यस हामीले 3 तरिकाले रिकभर गर्न सक्छौँ। सबैभन्दा सजिलो तरिका सेभ द फाइल्स टु कस्टम लोकेसन भन्ने, हामीले जहाँनिर चाहिँ राखेका थियौँ, जहाँबाट डिलिट गरेका थियौँ त्यहीँनिर चाहिँ हाम्रो फोटो जान्छ, जुन चाहिँ हामीले डोर्सो अप्सनमा सिलेक्ट गर्यौँ भने यसरी चाहिँ हामीले जहाँ डिलिट गरेका थियौँ त्यहीँनिर चाहिँ हाम्रो
फोटो अथवा भिडियो जान्छ। युज द फोल्डर भनेको छ हामीले फोटो अथवा फोल्डरलाई चाहिँ युज गर्नुपर्ने हुन्छ। मैले यसलाई अहिले युज गरिनँ। हजुरहरूलाई चाहिँ चाहिएको खण्डमा यसरी चाहिँ तपाईहरूले आफ्नो डिलिट भएका फोटो भिडियो अथवा फाइल्सहरू रिकभर गर्न सक्नुहुन्छ। थ्याङ्क यू। ल त साथीहरू, हजुरहरूलाई सिकाउँदै आजको भिडियो यति नै। फेरि अर्को दमदार भिडियोको साथ भेटौँला। त्योभन्दा अगाडि हाम्रो एमएसटेक युट्युब च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोला। सब्सक्राइब गर्दै हामीसँग सहकार्य गर्नुहोला। हाम्रो भिडियो राम्रो लागेमा कमेन्ट गर्नुहोस्, लाइक गर्नुहोस्, सेयर गर्नुहोस् अनि हामीसँगै जोडिनुहोस् भन्दै आजको भिडियो यहीँ अन्त्य गर्छु। नमस्कार, बाई बाई।